हामी नेपाली जनताकै साथीहरू हैन, सरकारलाई सरकार कानुन बनाऊ, कडासँग पालना गराऊ, जसले पालना गर्दैन त्यसलाई कारबाही गराऊ आह्वान छ हैन। सबैले 3-4 करोड 5 करोड कति अहिले जनसङ्ख्या हामी सबै छौँ, सबैले भन्छ कुरा, यो कुरा सबैको मुखबाट यो कुरा निस्किन्छ। सरकारको त काम हो, सरकारले बनाउँछ कानुन, अनि त्यो बनाएको कानुनले आफूलाई अलिकति छुयो भने के हुन्छ त? ओहो भएन भएन भएन, यस्तो कानुन, जनविरोधी कानुन, हामीलाई छानबिन गर्ने कानुन यस्तो हुन्छ त? संसारमा जेसुकै अलिकति केही आइसके पछाडि त्यसले छुन्छ, कसै न कसैलाई छुन्छ है। र के छ हजुरहरूको विचार? कमेन्ट बक्स खुल्ला छ, निशुल्क रूपमा आफ्नो विचार प्रकट गर्न सक्नुहुन्छ। हस्त, नमस्कार।